यारू सम्पूर्णमा नमस्ते। आज मिति 2081 साल फागुन महिनाको 26 गते यानी कि सोमबारको दिन सदाकै समय मेरो व्यवसाय टिकटक पेज कन्काई ज्वेलरी को टिकटक पेज मार्फत यहाँहरू माझमा आइपुगेँ। सुनको भाउ नियमित रूपमा मैले यहाँहरूलाई जानकारी दिने गरेको छु, यानी कि व्यवसाय गर्न पनि सहज होस् र उपभोक्तालाई खरिद गर्न पनि सहज होस् भन्ने हिसाबले नै यहाँहरूलाई मैले सुनको भाउ नियमित रूपमा 10:20 जाँदाखेरि मैले सुनको भाउ हाल्ने गरेको छु। तर बिहानको यहाँहरूलाई थाहा छ अहिले सुनको भाउ सिजन पनि हो बिहाको, तर एकदमै व्यापार कम छ सबैतिर। यो सबै के कारणले हो? देशमा जब तपाईको चाहिँ अर्थतन्त्र चलायमान रहँदैन र अर्थतन्त्र चल्दैन तब व्यापार व्यवसायहरू सबै कुरा कल कारखानाहरू सबै कुरा ठप्प हुन जान्छ र मान्छेहरू पनि बेरोजगार बढ्दै जान्छ। त्यसै पनि हाम्रो देश युवा जति नभएको नै देश हो। बेरोजगार एकदमै धेरै छ, चरम रूपमा बेरोजगार छ र हामीले सकेसम्म व्यवसायलाई प्रबन्धन गर्नु नै हाम्रो सबैभन्दा ठुलो अवसर पनि हो। यसैले गर्दाखेरि पनि आज सुनको भाउ 1,70,400 रुपियाँ रहेको छ भने चाँदीको 1985 रुपियाँ रहेको छ। सुनमा 100 रुपियाँले बढेको छ भने चाँदी चाहिँ स्थिर नै छ। किन 100 रुपियाँले अहिले 100-200ले घट्ने बढ्ने भइरहेको छ? यो सबै अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय अर्थतन्त्रकै कारणले हो। यसैले गर्दाखेरि पनि सुनको व्यवसाय, तेलको व्यवसाय, डलरको व्यवसाय, युरोको व्यवसाय लगायत सबै उद्योग धन्दा कल कारखाना लगायत सबैतिर पनि यसको असर पर्ने नै गर्दछ। आजलाई यति नै, धन्यवाद।